हाय हेलो आज हामी हात्तीवन आइपुगेका छौँ। जिन्दगीमा पहिलोचोटि फर्स्ट टाइम यो ठाउँमा आइपुगेको हो। त्यस कारणले म सानो क्लिप्स तपाईहरुलाई देखाउँदैछु। हेर्नुहोस् यहाँ कति रमाइलो ठाउँ रहेछ भने मर्निङ वाक आए नि भयो, यसो दिमाग फ्रेस बनाउनलाई घुम्न आए पनि भयो। यहाँ अब ठाउँ ठाउँमा आकृतिहरू हैन, सट्ट प्रतीक्षालयहरू अनि रमाइलो स्वस्थ हावापानी अनि किराँतहरूको पूजा गर्ने ठाउँ पनि रहेछ। यहाँ बस्न छुट्टै स्वर्गको अनुभूति पाउने ठाउँ रहेछ। त्यही भएर यहाँ आएको छु म आज यसो घुम्दै। आज शनिबारको दिन भएर म यहाँ आइपुगेको छु। त्यस कारणले तपाईहरुलाई म यो ठाउँको यसो सानो क्लिप्स देखाउन गइरहेको छु। हेर्नुहोस् हात्तीवन लाइफमा फर्स्ट टाइम टिकेको ठाउँ बहुत आनन्दको छ। यहाँ अब ठाउँ ठाउँमा थरी थरी उहरू प्रतीक्षालय बस्ने ठाउँ, यहाँ अब यस्तो स्तम्भहरू पनि रहेछ। त्यही भएर नेपालको घुम्नै पर्ने ठाउँमा पर्ने रहेछ हात्तीवन पनि। तपाईहरु जो जहाँ भए पनि यसो भ्रमण गर्न आउनु होला। म त यहाँ घुम्दै घुम्दै बहुत रमाइलो लागिरहेछ, धेरै आनन्द आइरहेछ, स्वर्गको अनुभूति पाइरहेछु म यहाँ। त्यही भएर तपाईहरु पनि घुम्न आउनुहोस्, आफ्नो नेपाललाई माया गर्नुहोस्, नेपालको भ्रमण गर्ने ठाउँहरू घुम्नुहोस्, मनोरञ्जन लिनुहोस्। शनिबारको दिन घरमा सुतेर नबिताउनुहोस्, सबैजना फ्यामिली सहित हैन आफ्नो आफ्नो ठाउँमा रमाइलो गर्दै इन्जोय गर्दै घुम्न हिँड्नुहोस्। हस्त नमस्ते।